के तपाईलाई थाहा छ नेपालको उत्पत्ति कहिले र कसरी भयो? थाहा छैन भने भिडियो अन्तिमसम्म हेर्नुहोला। नेपालको इतिहास हजारौं वर्ष पुरानो मानिन्छ। प्राचीन समयमा यहाँ किरात वंशका राजाहरूले शासन गरेका थिए। किरातहरू बहादुर र प्रकृतिसँग नजिक रहने समुदाय थिए। त्यसपछि लिच्छवी वंशको उदय भयो। लिच्छवी कालमा नेपालमा कला, संस्कृति, लेखकको धेरै विकास भयो। धेरै मन्दिरहरू, ऐतिहासिक रचनाहरू यही समयमा बने। पछि मल्ल वंशले शासन सम्हाल्यो। मल्ल काललाई नेपालको स्वर्ण युग पनि भनिन्छ। यस समयमा दरबार, मन्दिरहरू र सहरहरू निकै सुन्दर र विकसित बने। तर अन्त्यतिर नेपाल साना साना राज्यहरूमा विभाजन भयो। त्यसपछि पृथ्वी नारायण शाहले एकीकरण अभियान सुरु गर्नुभयो। उहाँले धेरै सङ्घर्षपछि सबै राज्यहरूलाई एकीकृत गरेर आधुनिक नेपालको स्थापना गर्नुभयो। त्यसपछि नेपालले धेरै राजनीतिक परिवर्तन पार गर्यो, तर नेपालले आफ्नो स्वतन्त्रता कहिले गुमाएन। आजको नेपाल यही इतिहास, सङ्घर्ष, एकताको परिमाण हो र यही हाम्रो गर्व हो। यस्ता रोचक जानकारीका लागि पेजलाई फलो गर्न नबिर्सनु होला।